हेलो गाइस, गुड मर्निङ, नमस्ते, फ्यापुलो सबैजनालाई मेरो तर्फबाट अझै एक खेप आज एउटा दोस्रो ब्लग लिएर आइसकेको छु तपाईहरुको माझमा। अहिले चाहिँ अँधेरै छ, बाहिर चाहिँ भर्खर उज्यालो हुन लागेको छ। हामी चाहिँ उठिसकेको छ। उठिसकेर डल्लु यहाँ हाई गर्दो। डल्लु चाहिँ यहाँ चिया बनाउँदैछ। म पनि उठेर बसिरहेको छु। अहिले चाहिँ डल्लु चाहिँ एकदम मेहनत, एकदम छिटो उठ्छ के। डल्लु चाहिँ छिटो उठेर कामसम्म छिटो गर्छ। अनि त्यही हो अब। अनि के भन्नु, यस्तै छ दिन। यसरी अब आजको दिन कस्तो के गर्दै काट्छ हेर्दै गर्नुहोस् होला यो भ्लगमा है त। के गर्छौं हामी, कसरी हामी घरमा दिन बिताउँछौं, डल्लुसँग कसरी टाइम स्पेन्ड। के काम छ तिमी भन्देऊ त हाम्रो घरमा? सुपारी टिप्छ हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो यहाँको फसल खेती चाहिँ हामीले मेन खेती चाहिँ हाम्रो चाहिँ सुपारी हो। हामी चाहिँ सुपारीका जरिया बस्छौं। अनि अब चाहिँ सुपारी पाकिसकेको छ अलिअलि। अनि अब हावापानीको सिजन पनि आइसकेको छ, त्यही भएर चाहिँ हामी अब सुपारी टिप्छौं। अब सुपारी टिप्नु थालेको छ। अब आज चाहिँ हाम्रो मेन काम छ सुपारी टिप्नु है त। सुपारी टिप्छौं। अब डल्लु बाबा चाहिँ सुपारी टिप्नु जान्छ खेतलो लिएर। हामी चाहिँ अब घरमा बस्छौं, के काम हुन्छ। अब भइसक म पनि गयो भने म तपाईहरुलाई देखाउँछु है त हाम्रो सुपारी बगानहरु, सुपारी कसरी टिप्छ। सुपारी भनेको कोहीलाई थाहा पनि नहोला कि के हो भनेर हैन। अब सुपारीको बोटधरि कोहीलाई थाहा छैन। अहिलेको जेनेरेसनमा त झन् कति जनालाई त थाहै छैन भनौं न सुपारी कस्तो हो के हो भनेर चाहिँ। अन्त म देखाउने कोसिस गर्छु है त। आज दिनभरिको काम हाम्रो के कसो हुन्छ, कस्तो हुन्छ हाम्रो गाउँघरको जिन्दगी है त। यहाँ चाहिँ हाम्रो बाख्राको बच्चाहरू सानो 3टा छ। एउटै माउले चाहिँ 3टा बच्चा ब्याएको छ। त्यही भएर हामीले चाहिँ यिनीहरूलाई दुध खुवाउनु पर्छ। यी दुध चाहिँ यहाँ रेडी छ। त्यही भएर यिनीहरू यहाँ अब दुध खुवाउनु रेडी। डल्लु चाहिँ यहाँ डल्लु लिएर आएको छ। हामी दुईजना भएर चाहिँ यिनीहरूलाई दुध, अब डल्लु हुन्जेल चाहिँ डल्लु र म भएर दुध खुवाउँछौँ। अनि डल्लु गइसकेपछि त म एक्लै हो। डल्लु चाहिँ भोलि अब जाँदैछ। सँग टाइम बिताएको पलहरू किति क्याप्चर गरिराखेको यो भ्लगको माध्यम। आर्मीको बुढी हुनु एकदम धेरै गाह्रो छ। अनि त्यही हो यो भ्लगको माध्यम चाहिँ उसँग बिताएको टाइम, उसँग के भन्नु, एक पल बिताएको चाहिँ क्याप्चर गर्ने कोसिस। छ ल साथी हो, यहाँ चाहिँ सुपारी टिप्नु लागेको छ। यो सुपारी त्यस्तो टिप्नु पर्छ। डाङले झार्दैछ सुपारी चाहिँ डोरी लगाएर। यो चाहिँ घरको त्यहाँ छ, त्यही भएर चाहिँ डोरी लगाएर यसरी तानेर झार्नु पर्दैछ। अनि यहाँ एक डोकोमा चाहिँ सुपारी टिपेर एक डोको भइसकिसकेको छ। यहाँ काकीले पनि सुपारी टिप्नु हुँदैछ, बटुल्नु हुँदैछ सरी। अन्त यहाँ चाहिँ मामाहरूले चाहिँ यसरी डाङले टिप्नुहुन्छ है त सुपारीको बोटहरू चाहिँ योहरू हो। सुपारी चाहिँ यसरी बस्तामा भरेर राख्छ। यहाँ चाहिँ म चाहिँ गएन, डल्लु चाहिँ गयो। अन्त डल्लुले चाहिँ भिडियो गरेर ल्याइदिनु भएछ है त साथी। यहाँ चाहिँ म नरियल यस्तो कुर्किँदैछु। यो चाहिँ नरियलको लड्डु बनाउनुको लागि, डल्लुलाई लिएर जानुको लागि। अनि डल्लु त भोलि चाहिहाल्छ नि त। यहाँ चाहिँ म बदाम भुट्दैछु, बदाम मिठाई बनाउनुको लागि। अन्त
यहाँ चाहिँ नरिवलको लड्डुको लागि रेडी गरिरहेको छु। नरिवल लड्डु र अनि बदाम मिठाई बनाउँछु, त्यही भएर चाहिँ यो बदाम भुट्दैछु म। सानो फ्लेममा भुट्नुपर्छ है त। अब चाहिँ म नरिवलको लड्डुको लागि नरिवल भुट्दैछु है। भुट्नुपर्छ, भुटेपछि चाहिँ लड्डु बनिन्छ है त। उ चाहिँ जान्छ ड्युटी, अनि उसको लागि बनाइदिएको अलिअलि। यहाँ चाहिँ नरिवल भुटेर रेडी गरिसकेको छ। यो चाहिँ म तिल र बदाम मिठाई बनाउनुको लागि यहाँ गुड र चिनी उबाल्दैछु, अनि यहाँ चाहिँ तिल हल्का भुट्दैछु। अनि बदाम त अघि नै मैले भुटिसकेको छु। अब यो मजाले पाक्न दिने अन्त बनाउने है त, तिल र बदाम मिठाई। बदामलाई लाउने है त। बदामलाई लगाएपछि अलिकति यसरी चलाउँदै पनि गर्ने। मैले यहाँ घिउ लगाइरहेको छु, अब यसमा ट्रान्सफर गर्ने है त। ल आज चाहिँ हामी रातिको खाना बनाउन लागेको छौँ। रातिको खाना चाहिँ के छ स्पेसल भन्दाखेरि चाहिँ आज चाहिँ हामी बिरयानी बनाउँछौँ। बिरयानी बनाउने स्पेसल चाहिँ यहाँ चाहिँ डल्लु, आजको कुक चाहिँ डल्लु हो। आज डल्लुले चाहिँ हामीलाई बिरयानी बनाएर खिलाउँछ। अनि यहाँ चाहिँ प्याजहरू कटिङ गरेर राखेको छ हैन। अनि हेल्पर चाहिँ म हो डल्लुको चाहिँ। अनि चिकन यहाँ ल्याएर राखेका छौँ। चिकन यस्तो छ, लेग पिस छ, अनि मासु छ, जिउको मासु छ। अनि यहाँ बिरयानीको चामल उसान्दैछौँ भन्नु आँटेको थियो रहेछ, उसिन्दैछौँ हामीले चाहिँ। अब यहाँ रेडी छ, अब बिस्तारै बिस्तारै रेडी गर्छौँ। यहाँ चाहिँ हाम्रो बिरयानी रेडी भइसकिसकेको छ। आजको होममेड बिरयानी यो चाहिँ। आजको भान्से चाहिँ तपाईहरुले देखिसक्नु भएको छ। आजको भान्से चाहिँ यहाँ डल्लु हो। हामीलाई आज खाना बनाएर खिलाएको। डल्लुले चाहिँ अब कस्तो भयो के भयो अनि खाएर अन्त भन्छौँ है त तपाईहरुलाई। हेर्दा त एकदम राम्रै लाग्दैछ। थ्यांक यू फर डल्लु मलाई हेल्प गर्नुको लागि है। अब चाहिँ हामी खाना खानु लागेको छौँ। कस्तो भयो टेस्ट गरौँ है। अब चाहिँ हामी खानासाना खाइसकिसकेको छौँ। अब चाहिँ किचनहरू बन्द गर्छौँ। तलको किचन, अब माथि रुम जाँदैछौँ। अब रुम पनि छौँ हामी। रुम चाहिँ यस्तो छ। लु यहाँ चाहिँ डल्लुको प्याकिङ गरिदिएको। प्याकिङ सेकिङ भइसकेको छ। अन्त मैले चाहिँ के बनाएँ दिउँसो यहाँ सब प्याक गरेर रेडी भइसकेको छ। लड्डु, घिउ, अन्त यो चाहिँ बदाम मिठाई है त। प्याकिङ भइसके। लौरेको यस्तै हो, लौरेको जिन्दगी। ल आजको लागि चाहिँ बाई बाई, गुड नाइट। यही ब्लग सिद्धाउँछ हामी चाहिँ है त। अब फेरि नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई, गुड नाइट सबैजनालाई हामी दुवैको तर्फबाट। बाई बाई।